हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो न्यू डेको न्यू भिडियोमा। आज चाहिँ हामी आमा छोरी भएर बिहानको भात खाँदैछौँ। साग र भात हो। अब मासु खाम भने कुखुरालाई रोग लागेको छ। त्यही रात चाहिँ हामीले साग र भात खाँदैछौँ। हामी चाहिँ भात खान सुरु गऱ्यौँ। नुहाइधुवाइ गरेर हामी चाहिँ भात खाँदैछौँ साथीहरू। हामी चाहिँ खायौँ ल। थाली छोपेर खानुपर्छ त्यस्तै छ। हामी चाहिँ बिहान चाबेल गएर आएर नुहाइधुवाइ गरेर खाना पकाएर नि खाँदैछौँ। हामी खाएर चाहिँ अब दिदीको रुमतिर जान्छौँ। दिसभरि दिदीको घरतिर भाषण छ अरे हाम्रो। खान्दिनँ हामीसँग जुस पनि छ, आँपको जुस। हानी नहानेछु, पानी खान्छु कि अब यसमा चिनी देखेपछि कि क्या गयो। कोही घाटा लागेर है तिमीलाई? तिमीलाई के घाटा लागोस् त्यो अनि हामी फाइदा भयो नि कि 50 रुपियाँको 5 किलो अब कहाँ पाउँछ होला भनेर नसोच्नुहोस्। बेला आउनुहोस् काठमाडौँ। आज बिहिबार नि बुधबार दिदीहरूकोमा गयो। अब कोठामा वाइफाई नभएर यस्तो छटपटी छुट्छ। आज दिदीकोमा गएर दिसभरि वाइफाई चलाउनु पर्छ। म त बाटो बिर्सेँ क्या पाएन दिदी घर जाने बाटो उनको पनि बिर्सिन्छ। सबभन्दा जस्तो लाग्छ। खालभिडियोमा सबै पुऱ्याउने बन्द गर्ने होइन। आजलाई भिडियो यति नै। अरू भिडियोमा भेटौँला। बाई बाई बाई।